भाडा चाहिँ धेरै छैन, त्यही पनि जङ्गल मस्तो सेकुवा बनाउनु माछा चाहिन्छ चटपटे रातभरि ल। सो हेलो एभ्रिवान, के छ खबर सबैजनालाई? फेरि पनि वेलकम छ मेरो युट्युब च्यानलमा। अनि सबैजना आरामै हुनुहुन्छ होला, म पनि एकदमै आरामै छु। र चाहिँ मेरो बाख्राहरू चरिरहेको रहेछ साथीहरू, देख्न सक्नुहुन्छ। बाख्रा चाहिँ धेरै छैन, त्यही पनि जङ्गलमा चरिरहेको रहेछ। अनि साथीहरू, म चाहिँ युट्युबमा भिडियो भर्खर हाल्न सुरु गरेको छु। अनि युट्युबमा चाहिँ कसरी हाल्ने भिडियो, के गरेर हाल्ने, कुनै पनि किसिमको छैन क्या, मलाई नलेजहरू छैन। त्यही पनि म भिडियो चाहिँ कन्टिन्यू गरिरहेको हुन्छु सकेसम्म। सबैजनाले यसो मेरो भिडियो चाहिँ हजुरहरूको स्क्रिनमा आयो भने यसो लाइक कमेन्टहरू चाहिँ गरिदिनु होला। हजुरहरूको साथ सपोर्टको एकदमै आवश्यक परिरहेको छ मलाई यति बेला हो। त्यही भएर चाहिँ साथीहरू मलाई यसो साथ अनि सपोर्ट चाहिँ गरिदिनु होला भन्न चाहे। हेर्न सक्नुहुन्छ साँझ बेलुका परिसकेको छ, भ्यू चाहिँ बवाल देखिरहेको छ। म चाहिँ उकालो जाँदैछु गोरेटो बाटो गाउँ। अनि आज चाहिँ घरमा यसो थुक्पा खाइदिउँ भनेर चाहिँ थुक्पा लिन गएको म गाउँतिर। म चाहिँ यहाँ आइपुगेको छु। गाउँ चाहिँ उता पारिपट्टि छ, उता डाँडा पारी छ। अनि यहाँबाट चाहिँ म जाँदैछु है त साथीहरू। पसल चाहिँ यहीँनिर हो, मेन रोड निस्किसकेको छु। मेरो चाहिँ अलिकति स्वास्थ्य अवस्था अझै बढी नै खराब भइरहेछ। हप्ता दिन जस्तो भइसकेको छ, म सन्चो नभएर चाहिँ एकदमै गाह्रो भएको छ। सो त्यही भएर भिडियोहरू नै कन्टिन्यू गर्नु पाएको छैन। एकदमै बडी सास चाहिँ एकछिन हिँड्दा बढ्ने भएको छ। के भएको हो अनि देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ मेरो गाउँहरू देखिन्छ। अनि यता चाहिँ म रोडबाट जाँदैछु साथीहरू, हटक्क लाएर है। गाउँ चाहिँ अहिले पुरा सुक्खा लागिरहेको छ, विरक्त तरिकाले होइन। अब हिउँदोतिर त यस्तै हो, पुरै सुक्खा लाग्छ यो चाहिँ। अनि के गर्ने, यस्तै त हो। अब के छ र, म पनि अब टक्क लाएर चाहिँ यहाँनिर गाउँमा आइसकेको छु। म यहाँबाट चाहिँ जाँदैछु गाउँ चाहिँ यहाँ यो डाँडाबाट उतापट्टि छ। अनि यता कुनै घर चाहिँ त्यही देखिन्छ। सो हजुरहरूलाई मेरो गाउँ पनि भिजिट गराउने छु है त। साथीहरू, यो चाहिँ हाम्रो गाउँको एउटा ठुलो आँप छ। यो अस्ति मैले 1 महिना अगाडि नै हजुरहरूलाई मैले फेसबुकतिर पनि यो भिडियो चाहिँ यो आँप देखाएको थियो। अहिले चाहिँ पहिला फुलिसकेर फल्नु थालेको रहेछ, तर सब हावाले झारिदिएछ। अनि त्यही भएर खासै फलेको चाहिँ छैन साथीहरू। होइन साथीहरू, मजाले फलेको रहेछ है। यहाँनिर मोबाइललाई चाहिँ देख्दैन, यो मसिनो छ। यो हाँगा बिगामा सब मसिनो छ, तर मोबाइलले अलिक धान्न नसक्ने रहेछ। यो के गर्ने, यस्तै त छ मोबाइल होइन। उङ्गोलाई रुगा भेटेछ हजुर, यो त्यस्तै छु। यो चाहिँ हाम्रो गाउँको पसल हो। पाप्सेला कहिले झर्नु भयो नि? हजुर ए म चाहिँ अहिले यहाँ पसलमा आइसकेको छु। सामानहरू लानुपर्ने भिडियो बनाएको छु क्या, ब्लग युट्युबमा हाल्छु म। अनि भिडियो यहाँ पसलमा आएको छु। अब सामान लिएर फर्किनुपर्छ। है आन्टी, थुक्पा बाम, थुक्पा लानु पर्यो आज। भात कति खानु भनेर थुक्पा लिन आएको आज। पाप्साले मलाई भेट्नु पर्ने थियो, के काम थियो? निम्तो नानीको निम्तो 60 गतेको निम्तो गुने चोली दिने 2 मुठा। हाम्रा कान्छा भान्जाको छोरी हाम्रो नटिनीको म निम्तोमा हिजोदेखि पठाएको, मलाई पल्लाको सबैलाई भनेर निम्तो गरेर जानुपर्ने। गुन्यु चोली चाहिँ कसको? तपाईँको नटिनी। तपाईँको नतिनी मतलब चाचोमा थियो। ए यो वैशाख 7 गते। 60 गते अनि उता जानु भने अब तपाईँ यहीँ भेटेँ होइन। चाउ माम गान्छ।
तीन चार पोका चाउचाउली राणा गरेर कुम्लिन्छ। यहाँ चाहिँ अर्को पसल है हाम्रो ल। ओ हेलो गाइज, ओ हेलो गाइज, के गर्छस्? ओ हेलो गाइज, मेरो आँखा कस्तो छ? ठिक छ मासल जा गइसक्यो यार मुरुगाले गाडी चाहिँ गाडी चालक खत्तम भइसक्यो यार मर्नु लागिसक्यो। कहाँ छिर्यो भने के हेरेको भाइ मस्त हेरेको जस्तो ल परेको क्या होइन ल्याइदिएछु मलाई हो र। भने के भन्नु मस्त रुगा खोकी लगाइरहेको छ, त्यही माथि अब चाहिँ चटपट खाइदिनु पर्यो। चटपटे गएर घरमा आइदिएर यस्तो उत्तानो टाङ खाएर सुतेर बस्दै केटाहरूसँग तास खेल्नु पुगिसक्यो आज यार। जाठा मरे नि मर्छ। मरे नि मरिस खाएको छोरा काम लाग्छ, खाएको छोरा काम लाग्छ। चिसो पानी सहित अरूले पिरो गरेर भयो यो त यो चाहिँ स्प्राइट हो, इजरायल स्प्राइट हो यो चाहिँ। यसो छैन नि बुझ्न सक्ने नलजा खाऊ है नलजा। भोलि काठमाडौँ जाने रे। म त नजाने दाइ, के खन जानु। वीरले त जिउँदै राख्ने भयो केटाले रातभरि। होइन म नजाने। यता पनि यो छ देखाऊ। त्यही त आज यो अङ्कलले चाहिँ मारी माछा मार्नु भएछ यार, 1 किलो जति मस्त सेकुवा बनाउनु। लालाले माछा चाहिन्छ भने हाम्रो कुम्लिङ गाउँतिर अर्डर गर्नु है गाइजहरू, भनौँ न अब एकदम लोकल मलङ खोलाको फ्रेस माछा लाग्यो लामो माछी। यस्तो गर्ने अनि यस्तो गरेर मासतिर फोन हेरिरहेको त्यो रेबी गएको त छेउमा त टर्दो टिपी सिरैमा। मैले चाहिँ यहाँ थुक्पाहरू लिएर घर फर्किसकेको छ, साथीहरू रात परिसकेको छ। घर जाँदैछु। ओ हेलो गाइज, हेलो गाइज, यता हेलो गाइज भन भन। भान्जी भतिज्ने छोरीहरू चाहिँ मस्त मोबाइल हेरिरहेको रहेछ। म चाहिँ अब जानु पऱ्यो, रुगा लगाएर मस्त पिरोभन्दा पिरो चटपटा खाइदिएँ मैले साथीहरू। के गर्ने यहाँ मलाई सुताएर मात्रै पनि नहुने रहेछ क्या। अब गएर चाहिँ थुक्पा बनाएर फेरि पिरो न पिरो बनाएर खाइदिनु पर्ला। के गर्नु अब यस्तै छ। मैले सबै सामानहरू पनि बाँकी लिएर आएको। सो देख्नु सक्नुहुन्छ एक प्लास्टिक 2 मुठा थुक्पा। 1 मुठा लग्यो भने त हाम्रो घरमा त बाँड्दा बाँड्दै सकिहाल्छ। 5 जना छ अनि 2 मुठा त लानै पर्यो। 2 मुठा लगेपछि 1 मुठा आधी पकाएपछि इनफ भइहाल्छ। अनि साथीहरू त्यति खाएपछि अलिकति हुन्छ नि त। अब 5 जना छ, 2 4 जना 5 जना अलरेडी खाने हामी 5 जना छौँ। सानो नानी भइगयो 6 जना छौँ। घर फ्यामिलीहरू सबै बढ्दै भन्दा हाम्रो 2 मुठा पनि कहाँ जान्छ र साथीहरू। सो म चाहिँ अहिले लास्ट हजारमा भइसकेछ त ढक्क लाएर गाउँबाट घर चाहिँ मेरो अलिकति छुट्टै भएको कारणले गर्दाखेरि यसरी चाहिँ हिँड्नु पर्ने हुन्छ साथीहरू। म ट्याङ 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 ट्याड्याउ गरेर चाहिँ लाग्नु पऱ्यो साथीहरू है त। म चाहिँ जाँदैछु, निकै रात परिसकेको छ, सबैतिर अध्यारै पो देखिन्छ त के भएको यो। तर म घरबाट पनि ढिलै निस्केको हो साथीहरू, त्यही भएर ढिलो भएको हो। नभए म घरबाट कति म 10-15 मिनट पनि वेट गरिनँ होला पसलमा। साथीहरूसँग भेट भएर यसो कुराकानी भयो। सो त्यही भएर हल्का लेट भएको। अनि साथीहरू यहाँ चाहिँ अगाडि मेसिन देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ बाटो खनिरहेको अनि यसको चाहिँ सामान बिग्रेर चाहिँ यहाँ मेसिन राखेको थियो। अनि यो मेसिनको चाहिँ डक्क लाएर यो सबै बच्चाहरूले यहाँको टेपसेप खेलाइदिएछ। अनि सबै यहाँको चाहिँ मोबिल पोखिदिएर चाहिँ अलिकति समस्या भयो भन्दै थियो। अनि यो ढोका चाहिँ लगाइदिनु पर्ने भनेको थियो साथीहरू। ढोका लगाइदिनु पर्यो। ल ल के भयो के ढोका लाउनै आउँदैन क्या मलाई त। यो उग्रिँदैन त के भएको त। यसको लक हुन्छ क्या यो त।
ल के हो यार यो ढोका थुन्नै आएन त मलाई त के पुस गर्ने हो ल यार के हो फोन गर्नु पर्ला के हुन्थ्यो रहेछ र साथीहरु ढोकामा त पुरै लक लागेको रहेछ म चाहिँ मस्त तानिदिइरहेको साथीहरु भिजो यार नजानेपछि यस्तै हो फोन गरेको त त्यहाँ लक लागेको छ हेनतेन यताउता कुरा गरिदियो त अनि म चाहिँ घर आइपुग्न लागिसकेँ साथीहरु अब चाहिँ घर आउँदा घरको रियाक्सन कस्तो हुन्छ है त घरको रियाक्सन चाहिँ अलिक कडा हुन्छ होला ढिलो भएको गर्दाखेरि अब चाहिँ राति भिडियो छ मेरो त्यो बुढो के गर्ने खोइ उमेश आउने ध्यान घाउसुमा त्यहाँ रहेछ घाउसुमा के उमाइला घर आइपुगेको छु गुन्यु चलिने आएन रहेछ लु है लु थुपा पकाऊ थुपा लु टक्क लाएर चटपटे खान हो के चाहिँ चटपटे कसैले ल्याइदिएको थियो साथीहरु अनि यहाँ चटपटे चाहिँ म यहाँ चटपटे चाहिँ 50 रुपियाँको बनाइदिएको यति धेरै छैन ल साथीहरु आजको लागि मेरो भिडियो चाहिँ यति नै हुनेछ युट्युबमा आउने भिडियोहरु एकदम छोटो हुन्छ भिडियो बनाउने टाइम नि खै हुँदैन के बनाऊ हुन्छ भिडियोहरु पनि अनि खासै अब घरबाट बाहिर हिँडिँदैन त्यही भएर अलिकति गाह्रो छ भिडियोहरु ल्याउनको लागि र सबैजनाले फुल वाच गर्नुभएकोमा धेरै धन्यवाद सबैजनालाई लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब पनि गर्न नभुल्दिनु होला है त सबैजनालाई बाइ बाइ मिस यु